गर्नेछौँ, देशको विकास गर्नलाई श्रमशील गर्नेछौँ। धन्यवाद। कार्यक्रम सञ्चालकज्यू, बगैँसकाली गाउँपालिका अन्तर विद्यालय स्तरीय आधारभूत तहको वक्तृत्व कला प्रतियोगिताका संयोजक महोदय, मञ्चमा आसीन प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, अतिथिगण एवं मेरा प्रतिस्पर्धी साथीहरू, मस्जिद ग्रामीण माविका छात्रा बिन्ता रेश्मीको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। आजको यस वक्तृत्व कला प्रतियोगितामा गीतात्मक कार्यक्रममा सहभागी गराई मेरा विचारहरू राखिदिनु हुने आयोजक वर्गलाई पनि म हृदयदेखि धन्यवाद दिन चाहन्छु। साथै यहाँहरूको यस गरिमामय मञ्चमा उभिएर दुई चार कुराहरू बोल्ने र सिक्ने अवसर पाउँदा ज्यादै हर्ष विवश भएको छु। आजको वक्तृत्व कला प्रतियोगिताको शीर्षक रहेको छ बाल अधिकार संरक्षणमा अभिभावकको भूमिका। संरक्षण महोदय, सर्वप्रथम त म विषयलाई स्पष्ट पार्न चाहन्छु। बालबालिका भन्नाले बालबालिका सम्बन्धी ऐन 2048 को दफा 2 क मा 16 वर्ष उमेर नपुगेका व्यक्तिलाई बालबालिकाको रूपमा परिभाषित गरेको छ। तर हाल आएर बालबालिका भन्नाले बाल अधिकार सम्बन्धी महासन्धि ऐन 1989 को धारा 1 अनुसार 18 वर्षभन्दा कम उमेरका व्यक्तिलाई जनाउँछ। अभिभावक भन्नाले कुनै पनि बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा, खेलकुद, पालन पोषण गर्ने व्यक्तिलाई बुझाउँछ। अभिभावक भन्नाले केवल बच्चा जन्माउनु मात्र होइन, उनीहरूलाई शिक्षित, सुरक्षित, सामाजिक र आत्मनिर्भर बनाउन सक्ने मार्गदर्शक पनि हुन्। बालबालिका भन्नाले कुनै पनि राष्ट्रका आधारशिला हुन्, मेरुदण्ड हुन्। आजका बालबालिका भविष्यका डाक्टर, इन्जिनियर, शिक्षक, कर्मचारी, राष्ट्र सेवक, राष्ट्र निर्माता हुनुपर्ने कुरा सर्वविदित नै छ। त्यसैले त उनीहरूको संरक्षणका लागि संविधान, कानून तथा अन्तर्राष्ट्रिय घोषणापत्रहरू समेत बाल अधिकार सुनिश्चित गरेको छ। संरक्षण महोदय, बाल अधिकार भन्नाले बालबालिकाका लागि लागू हुने विशेष अधिकार हो। गर्भदेखि बालक र उमेरसम्म उपभोग गर्न पाउने सम्पूर्ण अधिकारहरू बाल अधिकारभित्र पर्दछन्। बाल अधिकार नेपालको संविधान 2072 को भाग 3 धारा 39 मा बालबालिकाका लागि भने 10वटा हकहरू उल्लेख गरेको छ। बाल अधिकारभित्र नाम र राष्ट्रियताको अधिकार, आमा बुवासँग बस्न पाउने, पारिवारिक मिलन, शिक्षा, स्वास्थ्य, सुरक्षा, खेलकुद, प्रेम, सम्मान आदि पर्दछन्। नेपालले बाल अधिकार सम्बन्धी महासन्धि 14 सेप्टेम्बर 1990 मा अनुमोदन गरेको हो। यस महासन्धिभित्र 4वटा मुख्य स्तम्भहरू छन्, जसमा बाँच्न पाउने, सुरक्षा, विकास र सहभागिताको अधिकार रहेको छ। तर बाल अधिकार व्यवहारमा भने सुरक्षित भएको पाइँदैन। संरक्षण महोदय, बाल शोषणका विभिन्न उदाहरणहरू हाम्रो समुदायमा पनि देख्न सकिन्छ। उनीहरूलाई